फाइनली आज चाहिँ एकदमै रमाइलो हुनेवाला छ हैन। एकदमै रमाइलो ठाउँमा जाँदैछौँ, सबैजनालाई देखाउनेछौँ अनि रमाइलो पनि गर्नेछौँ है त। सो यहाँ हामी गयौँ, त्यसपछि गइसकेपछि राम्रो ठाउँहरू देख्यो अनि भिडियोहरू पनि बनायौँ अनि फोटोहरू खिच्यौँ यताउति होइन। अनि त्यो पिङ बनाइदिएर चाहिँ पिङ पनि खेल्यौँ अनि पिङ खेलिसकेपछि एकछिन पिङ खेलेर सबैले फोटोसुट गरेर अनि कहाँ जाने भनेर डिसाइड गर्दाखेरि अनि अलिक माथि जाउँ राम्रो ठाउँ देख्यो भनेर हामी माथितिर गयौँ अनि माथितिर हिँडेको थियौँ। अनि बाटो चाहिँ एकदमै हिलो रहेछ, त्यो हिउँले गर्दाखेरि त्यो बाटोमा हिलो रहेछ, सबहरू फोहोर भयो अनि त्यसको लागि केही भएन। अनि अलिक माथि गएपछि एकदमै राम्रो चौर देख्यौँ अनि चौरमा चाहिँ रमाइलो भयो। त्यसपछि भनेर अनि डिसाइड गर्नुभयो अनि त्यसपछि हामी जङ्गलको बाटो एकदमै टाढा भिडियो बनाउँछु भनेर अनि भिडियो नि बनाएँ। अनि त्यसपछि अलिकति माथि गएपछि भ्यूहरू एकदमै राम्रो भ्यू देख्ने रहेछ, त्यहाँबाट हामीले भिडियो बनायौँ, फोटोसोटो खिच्यौँ होइन। त्यसपछि अलिकति माथि गएपछि झन् रमाइलो रहेछ अनि त्यहाँनिर हिउँ परिरहेको रहेछ। हिउँ परिसकेपछि एकदम एकछिन हिउँमा खेल्यौँ अनि त्यसपछि हिउँ खेलिसकेपछि लास्टमा हामी घुम्दै जाँदै अनि लास्टमा चाहिँ एउटा डाँडो रहेछ। त्यसपछि एकदमै रमाइलो गरेर दाजुहरूको कडक डान्स छ है। देवी थानका परे माकुरी गोरी यसपाली मेरो नि बिहे गर्ने